ल साथीहरू नमस्कार। आजको नयाँ ब्लगमा यहाँ सबैलाई स्वागत छ। आज चाहिँ म धरान बुढा सुब्बा गोल्ड कपमा आछु साथीहरू। यहाँ चाहिँ आज डोना थापाको भाइ एरोनको छोटेको चाहिँ गेम छ भन्ने जानकारी अनुसार म चाहिँ यहाँ आज गेम हेर्नको लागि आएको छु। तर 100 रुपियाँको टिकट काटेर छिरिसक्यो। गेम 2:30 बजी भनेको 3 बज्यो, गेम सुरु भएको छैन। ल कहाँ छ? सुरु हुनु लागेछ है। ल स्टेडियम माथि यस्तो छ धरान बुढा सुब्बा गोल्ड कप। मान्छेहरू आइरहेछ आज। ल व्यापार पनि चलिरहेछ यहाँ। ल यस्तो छ साथीहरू। आज छोटे डनको गेम हेरिन्छ। मिस्टर हाम्रो आवास ब्रो। अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप नेसनल होइन नि त नि किताब त आउँछ त। आजको खेल आरटीसीएफसी भटौर भर्सेस झापा 11। विदिएर सम्मान दर्शाइदिनुका लागि आग्रह गर्दै म अपरेटर मित्रलाई नेपाली राष्ट्रिय गान बजाइदिनुका लागि विनम्र अनुरोध गर्न चाहन्छु। này mới đi. कुदिया गर्छ एकैछिनमा थाहा छ। चौडाइ पनि बडा बस्तीको दिनदिनै चेन्ज हुने हिजो उता ए अब त पेलिहाल्यो नि हो। कहाँ सक्छ त्यहाँबाट? बल धेरै उफ्रिन्छ क्या है त्यो पनि हो। हाम्रो
अतिथि आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्न चाहन्छौँ। त्यसैगरी नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामाज्यूलाई पनि स्वागत सम्मान सहित अतिथि आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्न चाहन्छौँ। परले बलै छ छैन फल खेल्दो रहेछ यार झापालीहरू उल्टै उदियो त झन्डैले गोल हाल्यो बाहिरपट्टि हाइट एडभान्टेज लिइहाल्यो ठिक्क ए तेरे आँखा अफ थियो होला अफ थियो त यार यार यो भाषा बोल्छ नि भाषा बोल्छ है हिजो बसेकोदेखि तल्लो साइड सिधा गेटबाट बार्साहरूको गेम हेर्नु पाएन होला सौलमा आएन म आइसकेको थिएँ प्रकाश सरले हेर्नु नि हेरेँ केटाहरू खै मान्छे नाम चाहिँ हेर्न के भयो ल त्यो हान्दियो क्या हो त रहेछ त I pray with boing. छिराइदियो
बिचरा झापा 11 को तर्फबाट पहिलो गोल भएको छ। गोल गर्ने खेलाडी हुनुहुन्छ जर्सी नम्बर 20 सुनिल खड्का। कुदेको बिचरा कुदेको के यताबाट कुदेको ल छैन हेत्तेरी यार देखिँदैन त यहाँबाट त अनि छैन जस्तो त यार मान्छे त डल्लै छ त यार TCMC भुटान र झापा 11 बीच भएको पहिलो हाफको खेलको समाप्त भएको छ र पहिलो हाफको खेलको समाप्तिसम्म झापा 11 ले खेलमा 1-0 को अग्रता बनाउन सफल रहेको कुरा पनि उपस्थित सम्पूर्ण खेल प्रेमी दर्शक महानुभावहरूलाई जानकारी गराउन चाहन्छौँ। यसैगरी अतिथि आसनको क्रमलाई पुनः जोड्न चाहन्छु र अतिथि आसनको क्रमलाई जोड्ने क्रममा एन्फा हेड अफ कोच सञ्जित सिंहज्यूलाई पनि स्वागत सम्मान सहित अतिथि आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्न चाहन्छौँ। यसैगरी एन्फा ग्रासरुट हेड पङ्कज शाहीज्यूलाई पनि स्वागत सम्मान सहित अतिथि आसन ग्रहण गरिदिनुका लागि विनम्र अनुरोध गर्न चाहन्छौँ।
हानो हानो झापा 11 बीचको खेलमा झापा 11 को तर्फबाट दोस्रो गोल भएको छ। गोल गर्ने खेलाडी हुनुहुन्छ जर्सी नम्बर 13 राजेश दाहाल। ठिक छ भाइ बीचको खेलमा टिसिएफसी भुटानको तर्फबाट खेलाडी परिवर्तन हुनुभएको छ। जर्सी नम्बर 22 का तेन्जिन लेकड्रुपको स्थानमा जर्सी नम्बर 15 का निमा गेल्सेन खेल मैदानभित्र
त्यही छ त्यही हाम्रो त्यस्तै 11 नम्बर त्यही छ सोह्र अहिले सञ्चालन भइरहेको आरटिसिएफसी भुटान र ल साथीहरू अब चाहिँ गेम सकियो 2-0 मै गेम चाहिँ टुङ्गियो साथीहरू। अब लाग्यो भुटान आरसिटी एफसी हो कि के हो र झापा 11 एफसी बीच भएको खेलमा झापा 11ले 2-0ले जितेको छ साथीहरू। ल आजको भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथीहरू। आज छुट्टै किसिमको भिडियो रहेको थियो। ल बाहिरतिरको माहौल यस्तो छ है। धरान फुटबल स्टेडियम बुढा सुब्बा